कौन है ये लोग? कहां से आते हैं? कल्पना अलिओरा शरण रेशम चौतार। हेलो नमस्कार सबैजनालाई अनि शास्त्री मोटर ब्लगमा सबैजनालाई स्वागत छ है। आज त म बेनी बजारमा छु हैन, अनि तपाईहरुलाई बेनी बजारको नयाँ रिङ रोड देखाउन गइरहेको छु हैन। यस्तो हिलो छ रिङ रोडमा हैन। त्यही हो, होप सबैजनालाई मन पर्छ होला हैन। अहिले त्यस टिकटक सिकटक यताउता म भाइरल भएको छ, युट्युबमा पनि भाइरल हुनु पर्यो हैन। अनि जतिपय मान्छेहरू हुनुहुन्छ नि त बेनी बजारबाट प्लिज कमेन्ट गरिदिनु होला। अनि यो रोडमा गएको छ कि छैन भन्नु होला है। म चाहिँ अहिले रिङ रोडमा जाँदैछु। रिङ रोडको सुरुवातमा यस्तो जस्तै छ है। आइरहनु कस्तो छ है, कस्तो बनाएको छ हेरौँ है। लेट्स चेक इट आउट है केटा हो। भाइरल रोड टिकटकको होइन, एन्ड त्यहाँ अग्रम बग्रम होइन। हेरौँ है कस्तो ओ हल्को रहेछ होइन। नाइस बनाउने रहेछ अहिले चाहिँ है। राम्रो लाग्यो मलाई चाहिँ है केटा। लेट्स चेक इट आउट होइन। ड्रोन सटहरू पनि हानिरहेको छ है मान्छेले। हामीसँग चाहिँ ड्रोन छैन होइन। कस्तो रहेछ रिङ रोड ओ नाइस भनौँ न होइन। लगभग नाइसै बनाएको रहेछ होइन, राम्रै छ है। ओहो बाटो चाहिँ एकदम के गुड के। अनि यहाँको मान्छेहरू चाहिँ फुड वाक मर्निङ वाकहरू हिँड्न चाहिँ राम्रो हुँदो रहेछ क्या यतातिर होइन। त्यही हो, बेनी बजारको मान्छेहरूको लागि त्यो बुढाक हुन्छ नि, त्यसको लागि चाहिँ एकदम बेस्ट भएको रहेछ होइन। सो कुल क्या है। ओ भाइ गड टाइपको क्या होइन। क्या दामी देखिरहेको छ क्या यो चाहिँ होइन। यो चाहिँ पहिल्यै बन्नु पर्ने थियो, धेरै पहिला होइन। बल्ल अहिले बनेको रहेछ होइन। नाइस टु सी दिस वान है एउटा हो। बेनी बजारको नयाँ रिङ रोड, तर यसलाई चाहिँ अख्खा बनाउनु पर्छ, फुलसुल लोबेर यताउता अग्रम बग्रम है। यस्तै चाहिँ छोडिदिनु हुन्न। त्यही हो त्यही हो त्यही हो त्यही हो। यहाँबाट जानु रहेछ नि त बाटो। रिङ रोड यति है बेनी बजारको एकदम सर्ट छ कि। त्यस्तो ठुलो रिङ रोड पनि होइन है यो। यो चाहिँ बेनी बजार है केटा हो। सबैजनाले माया गरिदिनु होला है बेनी बजार। अनि यहाँ चाहिँ गल्ली गल्ली थाहा छ क्या मलाई होइन। कुन गल्लीबाट छिर्यो भने कसरी सेफ भइन्छ भन्ने कुराहरू सब एक थाहा छ होइन। तर आज चाहिँ के गर्नु, ट्राफिकहरू रहन्छ है। ढुक्क भएर गयो हुन्छ है केटा हो। ढुक्कको साथ हिँड्दै हुन्छ है। नो ट्राफिक नो प्रब्लम।
नराम्रो भयो होइन आइन यो चाहिँ हामी टिप्ल्याङ होइन टिप्ल्याङ पनि पुलिसहरू हुन्छ कि सायद मलाई यहाँ रोक्छ होला क्या यहाँको मान्छेहरूले आइरन रोक्छ कि रोक्दैन होइन किनभने देख्ने ठाउँमा बस्यो भने रोकिन्छ के अनि त्यो चाहिँ गलतै हो जस्तो लाग्छ होइन मैले गलत गरे जस्तो लाग्दैन हल्का ओभर स्पिड थियो बाइक होइन अनि त्यसपछि रोक्छ कि मलाई फिक्स आई थिङ्क होइन मलाई टाढोबारी चाहिँ फोन हान्दियो होला कि स्योर हो कि टाढोबारी चाहिँ फिक्स फोन हानिरहेको छ होइन त्यही हो अनि अलि झ्याउ हो कि यो कुरा चाहिँ आइरन एउटा क्रस फायर राटो क्रस फायर आएछ भागेर भन्यो होला होइन तर एउटा कुरा सुन्नु होइन ट्राफिक सर होइन तपाईँ त्यही हुनुहुन्छ मैले तपाईँलाई राम्ररी चिनिरहेको छु होइन तर तपाईँ अर्को नेक्स्ट टाइम चाहिँ प्लिज के म प्लिज नमस्कार ढोक गर्छु त्यस्तो त्यो घुम्टी रोडमा चाहिँ नबस्नु के चेकिङ प्लिज साँच्ची भनेको धेरै असर पर्छ कि बाइक चलाउनेलाई तपाईँहरूले एकदम बुझेको लेखेको परेर होइन भएको ट्राफिकहरू हो नि त एक्सिडेन्ट हुन नदिने होइन अनि अरूको ज्यानको सुरक्षा गर्ने मान्छे हो नि त तपाईँले अरूको ज्यानको ध्रापमा राखेर चाहिँ त्यहाँ चेकिङ नबस्नु होला प्लिज नमस्कार गर्छु बरु है प्लिज 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 भन्न चाहन्छु कि साँच्ची भने यो चाहिँ अति हुन्छ कि गाह्रो हुन्छ नि त मान्छेहरूलाई यार उताबाट बाइक आइरहेको हुन्छ स्पिड आइरहेको हुन्छ होइन अनि त्यो हाइवे जस्तो चिजमा प्लिज यस्तो नराम्रो काम चाहिँ नगरिदिनु होला होइन त्यो म नराम्रै भन्छु क्या यसको लागि चाहिँ त्यही भएर अलि स्टेट बाटोमा यहाँ चेकिङ हुँदैछ है भनेर बोर्डसोर राखेर बस्नु प्लिज सबैले रोक्छ क्या रेस्पेक्ट गरेर के है प्लिज सर यार आइएम भेरी सरी होइन म मेरो युट्युब च्यानलबाटै सरी भन्न चाहन्छु होइन तर प्लिज होइन नेक्स्ट टाइम चाहिँ त्यस्तो नगरिदिनु होला आइएम भेरी सरी प्लिज 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 भन्छ है र यतातिरको होइन मुस्ताङ जाने बेला होइन यतातिर आउने बेला प्लिज बी केयरफुल हुनु होला है बाटोमा चाहिँ अनि यो माथितिर चाहिँ अलिक बढी ध्यान दिनु होला किनभने माथिबाट ढुङ्गाहरू खसिरहेको हुन्छ कि अनि तपाईँहरू जति पनि मान्छेहरू मुस्ताङ आउनुभएको छ नि CS3 मोटो ब्लग्स हेरेर आउनु भएको छ भने प्लिज म हजुरलाई 2 हात जोडेरै भन्छु होइन म तपाईँलाई स्याम्पल पनि देखाउँछु यसरी झर्छ कि हेर्नु होइन यसरी झर्छ होइन कति बेला झर्छ सलट्टै लस्किन्छ थाहै हुँदैन कि त्यही भएर प्लिज केयरफुल हुनु होला होइन हाम्रो ज्यान छ होइन सबै कुराहरू छ ज्यान छैन केही छैन के त्यही भएर सो होइन हाम्रो ज्यानलाई माया गरिदिनु होला माथि माथिबाट नि हरिम खस्छ पहिला यहाँ हाम्रो क्रस फायर पनि पुरिरहेको थियो के अरे यो ढुङ्गाहरूले हेर्नु यसरी झर्छ होइन अनि यो चाहिँ माथि यसो अलि ध्यान दिएर होइन आफ्नो ज्यानलाई अलि सेभ गरेर हिँडेको राम्रो होइन त्यही भन्न चाहन्छु अरू त के भन्ने र होइन अनि CS3 मोटो ब्लग्सलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन त्यही भन्न चाहन्छु अनि थ्याङ्क यू भेरी मच होइन अनि सरलाई चाहिँ आइएम भेरी सरी होइन एकदम सरी नै भन्छु हृदयबाट होइन मैले बाइक रोक्न पर्ने हो रोक्न सकेन होइन किनभने मेरो बाइक स्पिड थियो अनि मेरो मात्रै गल्ती होइन हजुरको पनि गल्ती जस्तो लाग्छ किनभने चाहिँ तपाईँ अलिक घुम्टीको रोडमा अनि सरहरूलाई चाहिँ त्यही भन्न चाहन्छु त नि अब के गर्ने होइन त्यस्तो घुम्टीमा हाम्रो अनि हाइवेमा हाम्रो बाइक हल्का स्पिडै हुन्छ कि त्यही भएर प्लिज बी केयरफुल हुनु होइन त्यो बाइकको लागि चाहिँ यताउताको लागि होइन त्यही भन्न चाहन्छु होइन माया सबैलाई छ होइन मलाई पनि छ तपाईँहरूलाई पनि माया लाग्छ होइन तपाईँहरूले नि मेहनत गरिराख्नुपर्छ सायद हाम्रै ज्यानको लागि हो तर ज्यानमा खेलबाड चाहिँ नगरिदिनु होला तपाईँसँग धेरै जिम्मेवारी छ हाम्रो लाइफको होइन होइन हामीले कुदाइन्छ होइन हल्का बाइक स्पिड कुदाइन्छ अनकन्ट्रोलमा हिँडिन्छ होइन कहिले कहिले तर तपाईँहरूले पनि बुझ्नु पऱ्यो क्या कस्तो ठाउँमा चेकिङ बस्नुपर्छ कस्तो ठाउँमा चेकिङ बस्नु हुँदैन होइन सुटबी माया गर्नु होला सबैलाई होइन त्यही हो सबैभन्दा ठुलो कुरा है ओ माई गॉड क्या खतरा कार भने यार स्पिड पनि नजर लाग्यो कि मैले होइन आई डोन्ट नो है यतातिर त मेरो एरिया हो होइन अब त्यो सरले नि गरे नि के नै गर्ला र होइन अलि 1000 रुपियाँको चिट काट्ला पैसा छैन होइन भोलितिर तिरेर बाइक निकालौँला केही फरक परेन होइन तर चाहिँ
नेक्स्ट टाइम चाहिँ टक्क यहाँ चेकिङ हुँदैछ है भनेर चेक पोस्ट सोट यताउता राखेर अनि टक्क पाराले गर्नु होला है। अनि हामीले पनि इमान्दार तरिकाले राखेर रोकिन्छ होइन, लाइसेन्स के देखाउनुपर्छ, बिल के देखाउनुपर्छ हामीले देखाउँछौँ होइन, फाइन साइन काट्नुपर्छ भने फाइन साइन काट्छौँ। त्यही हो, सबैले माया गरिदिनु होला CS3 मोटो ब्लग्सलाई। अब नाइस डे, लभ यु अल। अनि सबैजनाले CS3 मोटो ब्लग्सलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू भेरी मच। टाटा बाई बाई।